हेलो गाइज वेलकम एभ्रिवान। दाई अस्ट्रेलिया कसरी जाने होला घरे। यस्तो हो भाइ, अस्ट्रेलिया जानलाई चाहिँ हामीले प्लेनमा जानुपर्छ। अनि प्लेनको लागि चाहिँ हामीले एयरपोर्टमा जानुपर्छ। त्यही हो। दाई क्यानाडाको कस्तो के हुँदैछ? क्यानाडाको ठिकै छ, सन्चै छ, त्यस्तो बिरामी सिरामी केही छैन क्यानाडालाई। भात खाएर सुतेछ, बसेछ, पल्टेछ, प्रगति हुँदैछ क्यानाडाको, त्यस्तो केही छैन। अनि गाइज मैले प्रोफाइलमा चाहिँ व्हाट्सएप नम्बर दिएको छु, अझै जानकारी चाहिएमा सम्पर्क गर्नुहोला। त्यसमा चाहिँ अलि डिटेलमा कुराकानी हुन्छ, अलि बुझ्न सक्नुहुन्छ तपाईँहरू, त्यसमा गर्नुहोला मेसेज। दाइ अरू डकुमेन्टहरू के चाहिन्छ? डकुमेन्टहरू त्यस्तै हो, मलाई कन्ट्याक्ट गर्नुहोस् न हजुर, म हजुरले सब डिटेलमा भन्छु, बुझाउँछु। हाम्रो अलग एउटा भिडियो पनि छ यसमा, के चाहिन्छ, के गर्नुपर्छ, हाम्रो कन्सल्टेन्सी जोइन गर्नको लागि हजुरले के गर्नुपर्छ भनेर सब एउटा छ, पुरा भिडियो छ, हजुरलाई सेन्ड गरिदिउँला म। हजुर चाहिँ एउटा डिटेलमा बुझेर हजुर के कस्तो हुन्छ नतिजा हामीले भन्नु होला। हजुरलाई चाहिँ 40% डिस्काउन्ट छ हाम्रो कन्सल्टेन्सी जोइन गरेपछि। अनि जोइन गर्नु होला। अनि एकचोटि हजुरले जोइन गर्नु भने विदेश फरर भइहाल्नुहुन्छ, भिजा एप्रुभ भइहाल्छ छिट्टै। हाम्रो यता राम्रो पढाइ पनि हुन्छ, राम्रो सबै प्रोसेस सबै राम्रो गराइन्छ। अनि त्यस्तै हो दाइ, मलाई विदेश जानु छ 1 रुपियाँ नतिरेर। यस्तो हो भाइ, तिम्रो केही पनि हुनेवाला छ?